हेलो साथीहरू, नमस्कार तथा जय मसी। धरानको सेउती बगरबाट परमेश्वरको वचनमा साभार गर्दैछु। उपदेशक 3 अध्यायले भन्छ कि सबै कुराको लागि समय छ। जन्मने एउटा समय, मर्ने एउटा समय, रुने एउटा समय, हाँस्ने एउटा समय, रोप्ने एउटा समय छ, कटनी गर्ने अर्को समय। जसरी यी सबै कुराको लागि समय छ भनेर बाइबलले बताएको छ। निश्चय नै साथीहरू, अहिले तपाईँ कस्तो अवस्थामा हुनुहुन्छ होला। तपाईँ परिश्रम गर्दै हुनुहुन्छ होला, तपाईँ मेहनत गर्दै हुनुहुन्छ होला। यो बिहानी यो उत्साह दिन चाहन्छु, तपाईँ धैर्य गर्नुहोस् र मेहनत गर्न नछोड्नुहोस् साथीहरू। एक दिन तपाईँलाई पनि त्यो सफलताको दिन तपाईँलाई आउनेछ। सही समयलाई हामीले पहिचान गर्नुपर्छ र त्यो समयअनुसार जब तपाईँ चल्नुहुन्छ साथीहरू, त्यसले हाम्रो जीवनलाई अनगिन्ती सफलताहरूमा डोर्याउँछ। तर यदि तपाईँ र मैले त्यो समयलाई चिन्न सकेनौँ भने, त्यो समयमा तपाईँ र मैले आफ्नो समयलाई हिँड्न सकेनौँ भने साथीहरू, त्यसले असफलतातिर लान सक्छ, अन्धकारतिर लान सक्छ। त्यसले गर्दाखेरि सही समयलाई चिन्नुहोस् र सही समयले नै तपाईँलाई बताउनेछ कि तपाईँ कति मेहनती हुनुहुन्छ। तपाईँले गर्नुभएको स्ट्रगल, तपाईँले गर्नुभएको परिश्रम र मेहनतको पछि अवश्य त्यसले तपाईँलाई सफलता दिनेछ साथीहरू।